हाई गाइस, आज पनि म तपाईहरु माझ नयाँ भिडियो लिएर आइपुगे। ल गाइस सुरु गरौँ। हाँसेर मुड फ्रेश गर्नको लागि पुरा भिडियो हेर्नु होला। ओके गाइस, तपाई हाँस्नु भयो भने भिडियो सक्सेस। यो च्यानल सब्स्क्राइब गर्नु तपाईलाई हँसाउने जिम्मा मेरो। आज पनि सबै हाँसोको पात्र नमुनाहरुको भिडियो ल्याएको छु। एलिस राईको विज्ञापन देखि लगेर काली माता जोगीको मन्त्र भन्छन् तिमीलाई ब्याडे ब्याडे केटीले भन्छन् आडे आडे बाजेको रमाइलो डान्स र टिकटक फेसबुकको रमाइलो भिडियोहरु ल्याएको छु। सो गाइस ढिला नगरी हेर्नु। ल गाइस तपाई एलिसको विज्ञापन हेर्दै गर्नु, म कमेन्ट ल्याउँदै छु है। हेलो गाइस, खत्रै जापानिज पाइरहेछ। हेलो गाइस, के गर्छ माते? आइ सक्यो त। भाइहरुले समात्न आएको छ मलाई। कसरी समाते? ह? ल सुरु गरौँ। भिडियो हेर्नु भयो हैन, अब कमेन्ट सुनौ है त। अविरल ब्रोदाले लेख्नु भएको छ, प्यान्ट भित्र खुट्टा छिरेको भयो, गेडा फुट्थ्यो केटाको। हैन, हरेक जोडी तपाईले हान्दाखेरि खप्पै छिर्दै खुट्टा खप्पै छिर्यो। मोहन ब्रोदाले लेख्नु भएको छ, तेल लगाएर छिराउनु पर्छ नि त। राम गुरुङ ब्रोदाले लेख्नु भएको छ, स्वाङ भन्दा भुवाङ ठुलो भएछ त खत्रै। खत्तम। कल्पना सिस्टरले लेख्नु भएको छ, सर यतिले पुग्यो के, अरु ट्राई नगरौँ हो। लाइफ ड्यामेज भयो। अच्छा। अशोक दाल ब्रोदाले लेख्नु भएको छ, यो एलिसले दोकानको बर्बाद गरिदिन्छ है। समझ्यौ? सबै खालको मन्त्र सुनेको थिएँ, तर यो मन्त्र सुनेको थिइनँ। भिडियो हेरौँ है त गाइस। किनारा त केटीकै खेती गर्ने, केटीमै मर्ने, केटीमै टर्ने तिमी। घरमा काम हरायो केही पनि नगर्ने, केटीसँग दिनरात भोलिरहने, रातभरि छोलिरहने तिमी। झोलन्दारे तिमी बोलन्दारे, केटीकै पिरले तिमी मर्न पनि सक्ने। 4 इन्ची जग्गाको लागि प्लटिङ बेच्ने पनि तिमी। दिनरातै घरमा काम नगराइकन झगड्याउने नि तिमी। केटीले गर्नु गर्यो केटीकै लागि, तिमी मर्नै खोज्यौ, यस्तो किन गर्यौ? ए सबैले भन्छन् तिमीलाई ब्याडे ब्याडे, केटीले भन्छन् आडे आडे तिमी। तो चलिए शुरू करते हैं। केबी कुमाल ब्रोदाले लेख्नु भएको छ, झाँक्रीले विश्व रेकर्ड राख्ने भयो। संगम मगर ब्रोदाले लेख्नु भएको छ, रातैभरि छोलिरहने तिमी साथी। तँ पनि त बोकै हो नि, अहिले तरुण देख्यो भने दिएर मलाई छोडेर हिँड्छ सर। विवेन राई ब्रोदाले लेख्नु भएको छ, केटी भन्छ आडे आडे, कति हाँस्नु। केटीले भन्छन् आडे आडे तिमी। बिनु थापा सिस्टरले लेख्नु भएको छ, बिरामी भन्दा पनि झाँक्री आफै केटीको पछाडि लागे जस्तो छ। गोपी तामाङ ब्रोदाले लेख्नु भएको छ, लास्ट टाइममा 2 बजाएको भए कति राम्रो हुन्थ्यो नि हो। रमाइलो लाग्यो भने अब सब्स्क्राइब बटन दबाउन चाहिँ नभुल्नु है। ल गाइस, अब माताको पालो छ है, भिडियो हेर्दै गर्नु। अच्छा ठीक है, ल सुरु गरौँ। सूर्य लिम्बू ब्रोदाले लेख्नु भएको छ, एउटा ढुङ्गाले सबैले बौला बनाइदियो। That is okay. लक्ष्मण सालिम ब्रोदाले लेख्नु भएको छ, क्यामेरामैन जल्दी फोकस करो, माता अब युद्ध करेगा। वाइएम ब्रोदाले लेख्नु भएको छ, यस्ताहरूको न्याय कस्तो होला प्रभु। मैं नहीं बताऊंगा। अजय लामा ब्रोदाले लेख्नु भएको छ, यिनीहरू सब राक्षस हुन्, धन्यवाद। सिमसोङ गुरुङ ब्रोदाले लेख्नु भएको छ, यो घन्टी बजाउनलाई मान्नु पर्छ है, धेरैले रोजगार पाएका छन्। यसलाई 1 लाख जमाएर हान्छ क्या? अरे के माने भनेर हुन्छ र? कैसा लगा मेरा मजाक? यही नहीं, अभी और सुनिए। भिडियो हेर्नु भयो, अब लाइक त पक्का गर्नुहुन्छ होला। ल यो बाजेको जाडोमा जिउ तताउने डान्स हेरौँ है त।
किमजोङ ब्रोदले लेख्नु भएको छ बाजेलाई हरिङाले चिल्यो जस्तो छ। वसन्त सिंह ब्रोदले लेख्नु भएको छ रेस्लिङतिर जानुपर्ने बाजे चिप्लिएर यता आइपुगेछन्। शिवहरि घिम्रे ब्रोदले लेख्नु भएको छ होइन यो दाइले त नेपालको नाम नै राख्लान् जस्तो छ त। दोर्जे ब्रोदले लेख्नु भएको छ कुकुरको मृगौला ट्रान्सप्लान्ट गरेपछि यस्तो खालको डान्स आउँछ। कविता खान शिष्टले लेख्नु भएको छ बुढो थाके जस्तो छ अब चाहिँ पुरै स्लोमा गयो त। ल गाइस पहिला यो जाडो महिनामा हट भिडियो हेरौँ है त। जाडो धेरै बढेको छ औषधले सुतौँ ल सुरु गरौँ। डम्बर छेत्री ब्रोदले लेख्नु भएको छ ओके भोलि आउँछु ल। प्रकाश राजवंशी ब्रोदले लेख्नु भएको छ तिमीले केही नगरे पनि सानो भाइले मान्दैन। गौतम ब्रोदले लेख्नु भएको छ च्यापेर किमा बनाइदेऊ भने के गर्नु बरु जाडो नै ठिक छ। तैँले यो चाहिँ एकदम विचार गर। रोशन कुमार ब्रोदले लेख्नु भएको छ अनि तिमी प्रेग्नेन्ट भयो भने कसले जिम्मा लिन्छ। राजाराम ब्रोदले लेख्नु भएको छ सुत्न मात्र देऊ तिमीले केही गर्नु पर्दैन जे गर्छु म गर्छु। मान्छेहरूको दिमागमा त्यति मात्रै हुन्छ है। पहिला यो घरवालीसँगको एक्सन हेरौँ है। आएको बेलामा फेरि यस्तो बेला तेलै निकालिन्छ जस्तो लाग्छ। मरिसायो भाषा पकाउनु पर्छ नि पौलाएर आएको बेलामा है त है दर्शक बिना है बुढालाई भात पकाएन भने तेल निकालिदिनु पर्छ फेरि बुढीको। तो चलिए शुरू करते हैं। राज मगर ब्रोदले लेख्नु भएको छ लोकल स्टाइलको सेतो तेल निकालेर दे भाइ। समझ रहे हो? सुभराज ब्रोदले लेख्नु भएको छ तोरीको तेल दिउँसै निकाल्ने राति निकाले हुन्न र। के साह्रो भनेको शोभा शिष्टले लेख्नु भएको छ म जस्तो भयो चुलो भित्र जागिदिन्थे। अच्छा कुमार लामा ब्रोदले लेख्नु भएको छ रिस कन्ट्रोल भाइ कन्ट्रोल। पहिला यिनलाई लगेर थुनौ न सबै। अब यो भिडियो हेरौँ है उम्रिँदैको 3 पात। तो चलिए शुरू करते हैं। गायत्री सिस्टरले लेख्नु भएको छ कति आत्तिएको हो भाइ। मिस्टर तोलुङ ब्रोदले लेख्नु भएको छ कसैले पछाडिको बोका खोलिदेऊ न काम पुगिहाल्छ त। जयराम ब्रोदले लेख्नु भएको छ सर्पले दुलो खोज्दै थियो पल त त्यता पो रहेछ। मिना सिस्टरले लेख्नु भएको छ ल हेर हो केटा हो सहरमा होइन अहिले त गाउँमा चर्दिकाला बढी छ। ओके गाइज आजलाई यति नै। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईको कमेन्ट आयो होइन त्यसो भए यो भिडियोमा कमेन्ट गर्नु है। बाँकी कमेन्ट अर्को भिडियोमा ल्याउने छु। त्यतिन्जेलसम्मलाई थ्याङ्क यू टेक केयर बाई बाई।